लोकल कुखुरा त पालियो तर वेट नै आउँदैन। लोकल कुखुरा त पालियो तर सिउर पुच्छर नै आउँदैन। धेरै किसान साथीहरूको यही गुनासो आइरहेको छ कि कुखुराको वेट आउँदैन, सिउर पुच्छर राम्रो आइरहेको छैन। जसले गर्दा चाहिँ वेट नआउनुको कारण व्यवसायमा घाटा भइरहेको छ। सिउर पुच्छर समयमा नआउनुको कारण चाहिँ कुखुरा बेच्नमा असहज भइरहेको छ। लामो समय लगाएर चाहिँ कुखुरा बेच्न परिरहेको छ। धेरै किसान साथीहरूको यही जानकारी आयो र अहिले हामीले यस्तो ब्रिड उत्पादन गरेका छौँ जसको वेट भनेको 4 महिनामा 2 किलोदेखि 2 किलो 2-3 एभरेज वेट आइरहेको छ भनेपछि सिउर पुच्छर चाहिँ एकदमै राम्रो र छिटो आउने गर्दछ। जसले गर्दा वेटका कारण राम्रो आनुको कारण हामीलाई राम्रो मुनाफा लिन सकिरहेका छौँ भने सिउर पुच्छर राम्रो आनुको कारण हामीले सही समयमा बजारमा सजिलो तरिकाले बेच्न सकिरहेका छौँ। यदि साथीहरू हजुरहरू पनि लोकल कुखुरा पाल्ने सोचमा हुनुहुन्छ, पाल्दै हुनुहुन्छ, हजुरहरूलाई पनि लोकल कुखुराको गुणस्तरीय चल्ला चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले नेपाल अधिराज्यभरि नै डेलिभरीको व्यवस्था ल्याएका छौँ। हामीले चल्ला मात्र नभई कुखुरा पालन सम्बन्धी सम्पूर्ण जानकारी पनि गराइरहेका छौँ। 1 दिनदेखि लिएर 120 दिनसम्म के कुराको ध्यान दिनुपर्ने हुन्छ, दानादेखि लिएर भ्याक्सिनदेखि लिएर सम्पूर्ण जानकारी हामीले गराइरहेका छौँ। र साथीहरू हजुरहरू पनि लोकल कुखुरा पाल्ने सोचमा हुनुहुन्छ र साथै कुखुरा पालन सम्बन्धी जानकारी चाहिएको छ भने हजुरले भिडियोमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। र साथीहरू आजको लागि यति नै। फेरि भेटौँला अर्को भिडियोको साथ। धन्यवाद।